मोमो भनेपछि है हाम्रो फ्यामिलीको सबैजनाको नै फेभरेट हो है। अन्त आज भने चाहिँ हामीले अरूको किमा नबनाएर चाहिँ डिफ्रेन्ट ट्राई गर्ने भनेर आलुको किमा बनायौँ है। आलुको किमाको मोमो तपाईँहरूले खानु भएको छैन भने चाहिँ है मेरो भिडियो हेरेर तपाईँहरूले पनि सिकेर बनाएर खानु सक्नुहुन्छ है। एकदमै दामी हुन्छ। अनि मैले चाहिँ यहाँनिर के लगाएर बनाएँ भन्ने कुराहरू तपाईँहरूले स्टेप बाई स्टेप देख्नु हुँदैछ है। अन्त यस्तो पाराले चाहिँ म चाहिँ आलुको किमा चाहिँ गर्छु है। अन्त बहिनीले चाहिँ धेरै दिनदेखिको उसको क्युरियोसिटी कि मलाई सोधिराखेको थियो आलु मोमो कस्तो हुन्छ भन्दै सोधिरहेको थियो नि त। अनि त्यसले गर्दाखेरि मेरो एक्सपेरिमेन्ट र उसको क्युरियोसिटी चाहिँ आज चाहिँ मिल्न पुगेको छ है। अन्त यहाँनिर चाहिँ मैले एकदम रेडी गरिसकेर चाहिँ मोमोलाई फोल्ड गर्न सुरु गरिसकेँ है। अनि तपाईँहरूको पनि घरमा है यसरी मोमोहरू बनाउँदाखेरि सबैजना फ्यामिली मेम्बर्सले त नसकाउला है, तर कोही न कोही चाहिँ एकजना डेली हुन्छ नि, हौ त्यस्तो चाहिँ मेरो चाहिँ थियो मौरेज है। अन्त तर अहिले चाहिँ ऊ चाहिँ घर गएको कारणले गर्दाखेरि चाहिँ आज चाहिँ ऊ नभएर मलाई अलिकति हल्का इन्कम्प्लिट लागिरहेको थियो। तर भए पनि भाइ बहिनीको सपोर्टले गर्दाखेरि चाहिँ मैले चाहिँ एक सेट मोमो चाहिँ एकदम बनाइसकेको छु है। अनि यहाँनिर चाहिँ देख्न सक्नुहुन्छ है। अन्त आलुको मोमो चाहिँ एकदम बनाउनु पनि सजिलो हुन्छ, इजी हुन्छ है। किन भन्दाखेरि यहाँनिर तेलको बेसी उस पनि हुँदैन, तेल बेसी भएर फोल्ड हुँदाखेरिको अलिकति त्यो नटालिने खालको पनि हुँदैन है। अनि त्यसले गर्दाखेरि मैले सबै अहिले चाहिँ रेडी बनाइसकेको छु र हाम्रो मोमो चाहिँ अहिले भने चाहिँ एकदम तातो तातो मोमो चाहिँ रेडी भइसकेको छ, पाकेर यहाँनिर देख्न सक्नुहुन्छ है। अनि हामीले सबैजना हाम्रो फ्यामिलीलाई बोलाएर हामीले चाहिँ यहाँनिर चाहिँ पस्किनु सुरु गऱ्यौँ होइन। अन्त मैले चाहिँ यहाँनिर बनाएको थिएँ सुप एक भाँडा होइन। अन्त मोमोसँग सुप खाएन भने त के खाएन हुन्छ है मलाई चाहिँ। अनि त्यसले गर्दाखेरि मैले सुप पनि एकदम रेडी गरिसकेको थिएँ र यहाँनिर चाहिँ देख्न सक्नुहुन्छ मोमो, हाम्रो आलु मोमो है। अनि भाइ पनि बसेर यहाँनिर खान सुरु गर्यो, भाइहरू पनि होइन। अन्त यहाँ भाइलाई चाहिँ मैले हल्का जिस्काउँदै थिएँ टेस्ट गर्न भनेर होइन। भाइ त खानै जान्दिनँ भन्दै हाँसिरहेको थियो होइन। अन्त कस्तो लाग्यो भनेको त्यसले पनि एकदम दामी लाग्यो अरे होइन। अन्त खासमा चाहिँ मैले बहिनीको रियाक्सन चाहिँ मैले खिच्नु पर्ने थियो होइन, त्यसको लिनुपर्ने थियो, तर त्यसलाई चाहिँ मैले लिइनँ है। अन्त आजको आलु मोमो चाहिँ एकदम मिठो भएको थियो। तपाईँहरूलाई के कस्तो लाग्यो?